नम्बरमा हेर्यौँ हाम्रो परमेश्वर नयाँ काम गर्नुहुने परमेश्वर हुनुहुन्छ। दोस्रो नम्बरमा चाहिँ त्यही नयाँ हुनुलाई चाहिँ दोस्रो नम्बरको बुदामा भित्री रूपमा नयाँ बनाऊ। हालेलुया। भन्नुहोस् त सबैले, भित्री रूपमा नयाँ हुनु। भित्रबाट अन्धकार थियो, सबै कुरा नयाँ बनाउनु भयो उहाँले। आमेन। नयाँ तरिकाले उहाँले काम गर्नुभयो, नयाँ तरिकाले सृष्टि गर्नुभयो। अन्धकारको नयाँ के भयो? उज्यालो भयो। आमेन। शून्यताको अर्थ त्यहाँ पृथ्वी, आकाश मण्डल, हालेलुया, आकाश, भूमि, माटो बनाउनु भयो। उहाँले भूमि बनाउँदै गर्दा भूमिमा माटो थियो, माटो पनि बिना अर्थको थियो। जुन दिन माटोबाट तपाईँ र म बनाइयो नि, त्यो दिन माटो पनि अर्थपूर्ण भयो। हालेलुया, हालेलुया। त्यो जीवन तपाईँले र मैले पाएका छौँ। कति समय हाम्रो जीवन माटै माटो हुन्छ, व्यर्थको। मान्छेले त्यो खुट्टाले कुल्चिँदै हिँड्दै गर्ने व्यर्थको माटो जस्तो जिन्दगी हुन्छ। तर नबिर्सिनुहोस्, त्यही माटोबाट सुन्दर कुरा तपाईँ र मलाई बनाउनु भएको छ। हालेलुया। हाम्रो परमेश्वर कस्तो परमेश्वर? नयाँ काम गर्नुहुने परमेश्वर। बाइबलमा जति परमेश्वरले गर्नुभएको घटनाहरूलाई हेर्नुहुन्छ नि, सब कुरा नयाँ छ। हालेलुया। रूपान्तरण भनेको के हो जस्तो लाग्छ है तपाईँलाई? परिवर्तन हो। जो रूपान्तरण छ नि, यसलाई मेरो भाषामा चाहिँ भन्छु म नयाँ हुनु। हालेलुया। सबैले भनेपछि नयाँ हुनु, नयाँ हुनु। हामी यो ठाउँमा 21 दिन यो ठाउँमा रहेछौँ के हुनको लागि? नयाँ हुनको लागि। अनि हाम्रो परमेश्वर जो हुनुहुन्छ, यो बिहानीको वचनको शीर्षक हामी राख्नेछौँ नयाँ हुनु है, अथवा रूपान्तरण हुनु, परिवर्तन हुनु, नयाँ हुनु। हाम्रो परमेश्वर नयाँ काम गर्ने परमेश्वर हुनुहुन्छ।